ह्याप्पी न्यू इयर, नयाँ वर्षको शुभकामना। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर। क्या पे उडायो यार। मुछोको थोडा राउन्ड घुममा के सबैलाई ह्याप्पी न्यू इयर छ मेरो तर्फबाट होइन। सर्वप्रथम त होइन अब पहिला सुरु चाहिँ के गर्नु पर्यो भन्दाखेरि होइन नयाँ वर्षको दिनमा सबैलाई ह्याप्पी न्यू इयर छ मेरो तर्फबाट होइन। जो सबैको फुलोस् फलोस् होइन, राम्रो होस् जिन्दगीमा, अगाडि बढ्नु, राम्रो काम गर्नु होइन, प्रगति गरेर आफ्नो बाबाको नाम चाहिँ खुसी बनाउनु। अब मेरो पनि खासै त्यस्तो प्रोग्राम त छैन। अब आज न्यु इयरको दिन अब हेरौँ कहाँसम्म मेरो यात्रा हुन्छ र कहाँ जान्छु भनेर चाहिँ अब त्यो बाटोमा सोच्नुपर्छ मैले। ल बस कुरा सुरु अब भान्जीलाई छोडिदिनु पऱ्यो अनि त्यसपछि म कहाँ जान्छु होइन त्यो त्यसपछि डिसाइड गरौँला। अब खासै त्यस्तो त केही नयाँ नौलो केही छैन होइन। म चाहिँ अब आज न्यु इयरको दिन अब जानु त एक्लै होइन, कहाँ हुन्छ यसो 20 ठाउँ त्यति जाम भनेर चाहिँ हिँडेको हो म है। अब कथाले के माग्छ भन्ने कुरा हो मेरो चाहिँ है। कमाउ सक्छ फेरि यो ग्रिन लाइट बलिरहेको छ क्या अहिले। कमाउ है। अब पछाडि कोही मान्छे राखेपछि अब म त्यसरी कुदाउँदिनँ क्या, रिक्स पनि लिनुहुन्न। जाममा बस्नु चाहिँ अब होइन मलाई त्यो कपाललाई अल्छी लाग्छ त्यो पनि भन्दै गरौँ है। मलाई चाहिँ लास्ट औडा लाग्छ। यस्तो हो कि मैले अब हन्डा साइनमा चाहिँ यति साह्रो पुस गरेर हुन्छु भने चाहिँ मसँग अलिकति ल मानौँ न राम्रै बाइक भयो भने त म झन् कस्तो कुदाउँथेँ होला त आमा। बियोन्ड यो इमेजिनेसन क्या। अब पहिलाको औडामा ब्याक भयो भने त फेरि अलिकति गाह्रै पर्छ होइन। यो मेरो भिडियो हेरिराख्ने मान्छेहरूले भोलिको दिन यो चिनेर मसँग यसो फोटोसोटो खिच्न आउँछ कि भन्ने यो पनि एउटा होप चाहिँ छ है मलाई। लाइक मेरो अब यसो कोही कोही मान्छेहरू त राइड मन पराउने पनि हुन्छ नि त, सबजना हेटरहरू मात्रै हुन्छ भने छैन नि त। ल सक्छ जाऊ ल। ल बहिनी बाई। ल ल अब कुदाउने हो क्या एक्लै भए बेला। ल है त अब न्यु इयरमा अब एक्लै सुरुवात गर्नु पऱ्यो नि। जान्छु अब बसन्तपुरतिर एक्लै होइन के गर्नु। बसन्तपुर जान्छु त्यहाँ ड्याडीको अफिस पार्किङमा आउँछु। अब मन्दिर यस्तो देखेपछि मलाई होइन धेरै होइन यति गरेर यहाँबाट चाहिँ ढोग्न मन लाग्छ कि। ल भगवान् है, भगवान्बाटै सुरुवात गरेँ है मैले आज के गर्नु जिन्दगी चल्न त चल्या छ हिँडै तिरमा जानै पर्छ। अब यो जाममा कुर्ने बाहेक मसँग अरू विकल्प केही छैन। अलिकति ठाउँको भएको भए त होइन ठाउँ भएको भए चाहिँ म के गर्ने भन्ने सोचिरहेको थिएँ। अलिक अगाडि गएर यस्तो गरेर त्यस्तो हाल्दा फेरि यस्तो हुन्छ भनेर सोचिरहेको थिएँ। प्लान प्लान चौपट हो गया अरे पोपट लाल हो गया। क्या फसिरहेको ला क्या पे उडायो यार। स्पिड अलिक बढी भएछ क्या पे उडायो। भनेको कन्टेन्ट भइरहेको कन्टेन्ट हिँड्दा हिँड्दै बाटोमा आफै कन्टेन्ट कन्टेन्ट होइन मेन चाहिँ कन्टेन्ट खोजेर हिँड्यो भने चाहिँ कन्टेन्ट पाइँदैन होइन। जब कि कन्टेन्ट केही खोज्दिनँ यताउति भन्यो भने चाहिँ अन द स्पोट कन्टेन्ट आइसक्छ क्या। अब मामालाई पनि ह्याप्पी न्यु इयर भनिदिनु पऱ्यो यार।
ह्याप्पी न्यु इयर है सर तपाईँलाई। ल ह्याप्पी न्यु इयर, नयाँ वर्षको शुभकामना, राम्रो होस् जिन्दगीमा, फलोस् फुलोस्। ल सर नमस्ते, ह्याप्पी न्यु इयर। बिचरा कति खुसी हुनुभयो आम्मा। मेरो अब यति बोलिदिनुको कारणले गर्दा नि कसैको मुहारमा चाहिँ अलिकति हाँसै आउँछ भनौँ न। त्यही भएर है रेस्पेक्ट टु अल होइन गभर्मेन्ट वर्कर होइन, के गर्नु गाह्रो छ। रेकर्डिङ आउँछ कुदाइदिन्छ यार। यसको यता सरलाई पनि भनिदिनु पऱ्यो। ल सर ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर, नयाँ वर्षको एकदम शुभकामना छ हजुरलाई। ल सर राम्रो होस्, फलोस् फुलोस्। होइन अब के गर्नु, आशिक त दिन सकिन्छ, आशिक दिउँ न। अब के गर्नु, अरू केही दिन नसक्यो भने यति त सकिन्छ भने एटलिस्ट एङ्गल चेक गर्छु यार। आफ्नो फेरि हिँडेको गर्नुपर्छ। बसिरहेको बाइक चाहिँ यहाँ राखिदिनु पऱ्यो क्या, बाइक यहाँ राखिदिनु पऱ्यो क्या। ए ड्याडी त बिरामी। ल है, म चाहिँ फाइनली बसन्तपुर पनि आइसकेँ। अब सबैलाई थाहा भएको कुरा हो, म चाहिँ हिँड्दाखेरि जहिले सोलो हिँड्छु होइन। आज पनि सोलै भइसक्यो, मिठो हिँड्यो आनन्दले आफ्नै दिनमा, कसैको मतलब पनि नगरेपछि त आनन्द हुन्छ। मलाई त यो समय लाग्छ एक्लै हिँड्नु नि आजभोलि त। हेर्नु न आमा कम ल, यहाँ हेर्नु यताको त के कुरा हेर्नु। आज चाहिँ अरू बेला भन्दा अलिकति प्याक छ, त्यही हो। यसरी पब्लिकमा आफूले आफूलाई इम्बेरेस्ड गरेर होइन भिडियो बनाउनु थाल्यो भने त लजाको लजै भइन्छ। यसरी बोल्न सक्यो भने चाहिँ आफ्नो कन्फिडेन्स आफूले पुस गर्ने हो। त्यही भएर म त एक्लै हिँडिदिन्छु आएको छ, मलाई कसैको मतलब पनि लाग्दैन। अलिकति जुङ्गा मिलाउनु पऱ्यो। मुछोको थोडा राउन्ड घुममा के भनेर होइन। आमा के हो यस्तो यार, के हो यस्तो प्याक, हेर न प्याक यार। अब यही मौकामा होइन अलिकति अगाडि पनि डुलौँ न, यसो डिस्टर्ब नगरिदिउँ। ओ माई गड, ओ माई गड, ओ माई गड। सक्छ त कसैले, सक्दैन नि फेरि। अलिकति अक्वर्ड फिलिङ चाहिँ राख्नु हुँदैन क्या मनमा, गरिदिइहाल्ने ब्ल्याड ब्ल्याड। यसो लजाउनु थाल्यो भने त फेरि लजाउनु थाल्यो भने लजा भनिन्छ क्या। त्यही भएर लजाउने होइन। ल हेर यता यो मन्दिर पनि दर्शन गरिदिउँ होइन। मलाई रक्षा गर्नु, अनि यत्रो जनताहरू सबै छन्, सबैलाई पनि रक्षा गर्नु। गड ब्लेस देम अल। आज त के हो,
मलाई ल्याइदिन्छु अलिकति होइन अरूहरूले चाहिँ न्यु इयरको स्टार्ट अब क्लबिङ स्लबिङ रक्सी खाएर होइन त्यसरी गर्छ म चाहिँ मेरो नयाँ सुरुवात चाहिँ अब यसो भगवान्बाटै गर्नु पऱ्यो क्या र यो मन्दिर पनि एउटा दर्शन गरिदिन्छु ओहो बाबाजी के छ ल लिनु बाबाजी अलिकति भोगेर छिर्छु ल हेर्नु न यसरी मलाई हेर्नु अनि मेरो कन्फिडेन्टलाई हेर्नु धेरै केही हेर्नु पर्दैन तपाईँहरूले आमा परेवाहरू ओ माई गड खोइ बाटो अब यतिसम्म आएपछि एउटा लस्सी त खानु पऱ्यो नि आफूलाई इच्छा लागेको कुरा त ड्यामडुम हान्दिने हो क्या बास कस्तो मिठो यार मिठो छ मिठो दामी मान्छेहरूले धेरै भन्छन् होला बाइकको मात्रै कुदाएको मात्रै हाल्यो होइन अब यसरी बाहिर डुलेको पनि हालिदिन्छु नि त ल फेरि मेरो लागि होइन तपाईँहरूको लागि हो के गर्नु अब लाग्नु भयो यसरी हिँड्न पनि धौधौ हुन थाल्यो हौ अब मेरो पनि गर्लफ्रेन्ड भएको भए त म गर्लफ्रेन्डसँग आउँथेँ होइन गर्लफ्रेन्डै छैन सिङ्गल परियो अनि बाल छैन भनेर एक्लै हिँडिदियो भन्यो ल गाइस खासै धेरै त मलाई उचित चाहिँ मलाई त्यस्तो केही लागेन के गर्नु त अब लाग्नु पऱ्यो घरतिर यो बाइक मसँग अरू केही विकल्पै छैन अब अर्को ठाउँ जाउँ भने नि कहाँ जाउँ साधन हुन्छ सब हुन्छ तर दिमागमा कहाँ जाउँ भन्ने कुरा त्यो कुरा चाहिँ हुँदैन क्या मसँग त्यही भएर नि अलिकति चाहिँ पछि परेको हो कि जस्तो लाग्छ मलाई न्यु इयर ह्याप्पी न्यु इयर गाइस हेलो हेलो ह्याप्पी न्यु इयर 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 Happy New Year, Happy New Year. ल अझै लाग्नु पर्यो